नमस्ते हजुरहरु सबैजनालाई मेरो तर्फबाट घरको साफसफाई हुँदैछ। आज यो वर्षभरिमा कुना कुनामा लुकेको धुलोहरु गन्दगीहरु हामी निकाल्दै छौं 2-3 जना सानो नानीहरुसँग मिलेर, किनकि हाम्रो चाड पर्व आउँदैछ। 2-4 दिनपछि त हाम्रो माघे पर्व छ, त्यसैले साफसफाई हुँदैछ। त्यसपछि हाम्रो लागि साह्रै नै भोक लाग्यो। त्यसपछि हामी बस्यो खाना खानको लागि। यो चाहिँ देशी चामलको पानी भात हो। साथमा चाहिँ भिन्डी भुजिया छ अनि चटनी अनि नीम पत्ताको साग बनाएको थियौं, त्यहीसँग हामी भात खाँदै। अनि आज म बनाउँदै छु काउली अनि खोर्सानी, फेरि गाजर अनि मुलाको अचार। जब काउली सस्तो थियो नि त्यो बेलामा त बनाएन। अब यो काउली यस्तो महँगो भइसक्यो, मुला पनि असाध्यै महँगो, 3टामा 20 रुपैयाँ। अब बनाउने विचार आएर बनाउँदै छु। अब सबैजनाको कुरा सुनी बनाउँदै छु। पहिला त बनाएन, अब बनाउँदै छ भन्दै सबैले भन्दैछन्। अनि मसला चाहिँ मैले होममेड नै बनाएको हो। सबै कुरा अलिअलि गरम गरेर त्यसपछि मिक्सर ग्राइन्डरमा पिसेर आफै बनाएको। खोर्सानी पनि मैले आफै सुकेको खोर्सानीलाई फेरि हल्का गरम गरेर पिसेको हो। यो भिनेगर चाहिँ चाँडै अचार खराब नहोस् भनेर मैले अलिकति भिनेगर पनि हालेको छु। अनि तोरीको तेलमा हिङ अलिकति हालेर अनि हल्का गरम तेलमा नै फेरि यसलाई तेल हाल्दिएको, सरसो तेल। तीन चार थरीको अचार पहिला पनि बनाएर राखेको छु मैले। आँपको टाइममा मैले आँपको अचार बनाएँ। फेरि अम्बडा फलेको थियो, त्यो यहाँको नेपालको जस्तो लप्सी हुन्छ नि त्यस्तै खालको ठुल्ठुलो यहाँ हुन्छ, त्यसको अचार पनि मैले बनाएँ, अम्बडाको अचार पनि। त्यसपछि बेरको अचार बनाएको कति दिनमै त्यो त खत्तम भयो, राख्नै दिँदैन त्यो चाहिँ। फेरि यो मुला र काउलीको अचार धेरै दिनदेखि सोचेको थिएँ त बनाएको थिएन, अब बनाएँ। 1-2 हप्तापछि यो तयार हुन्छ, त्यसपछि त सिद्धिन्छ चाँडै नै। बनाउनु त बनाउँछु, तर म अचार खान, किनभने धेरै जस्तो दबाईहरू मैले खाएको छु। धेरै बिमारी भएको हुनाले दबाई पनि थरीथरीको मसँग छ। दबाई खानको कारण यो खट्टो मिठो के पनि खानलाई मलाई मना छ। त्यसो भए अचार त म खान्न, सिर्फ बनाएर सन्तुष्ट हुन्छु हेरेर। पिरो कम लागेर अलिकति फेरि खोर्सानी थपेँ। अलि दिन मैले नेपाली ब्लग बनाउन छोडेको थिएँ। अब 2 टाइममा 1 टाइम यताको हाल्छु, 1 टाइम नेपाली हाल्ने विचार गरेको छु। हजुरहरूलाई अगर मन पर्यो भने कमसेकम लाइक जरुर गरिदिनु होला। आजको लागि यति नै। सबैलाई बाई बाई।